You are listening to the Nepali podcast. हेलो एन्ड वेलकम टु अनदर एपिसोड अफ द नेपाली पोडकास्ट। र आज हामीसँग हुनुहुन्छ एकदमै स्पेसल गेस्ट हाम्रो निराजन सर। म तपाईँहरूलाई चाहिँ निराजन सरको पहिला सुरुमा चाहिँ इन्ट्रो दिएर सुरु गर्छु, तपाईँहरूलाई लागिरह होला को हो यो नयाँ मान्छे भनेर होइन। हाम्रो निराजन सर चाहिँ हुनुहुन्छ प्रेसिडेन्ट अफ युथिफाई। उहाँ चाहिँ सोसियल्ली एकदमै एक्टिभ पनि हुनुहुन्छ र उहाँको न्यू भेन्चर पनि आउँदैछ, ग्लोबल कन्टेन्ट क्रिएटर। तपाईँले टिकटकतिर इन्स्टाग्रामतिर देखिरहनु भयो होला। उहाँ चाहिँ ग्लोबल कन्टेन्ट क्रिएटर च्याम्पियनसिपको चाहिँ क्रिएटिभ डिरेक्टर हुनुहुन्छ र सिडनीमा रहेको रारा एफसीमा उहाँ सेक्रेटरी पनि हुनुहुन्छ र प्रोफेसनली चाहिँ उहाँ मार्केटिङ म्यानेजर एट अस्ट्रेलियन कलेज पनि हुनुहुन्छ है। निराजन सर तपाईँलाई स्वागत छ हाम्रो पोडकास्टमा। थ्याङ्क यू भेरी मच सर। तपाईँले आफ्नो मैले जति जानेको थिएँ त्यसको आधारमा इन्ट्रोडक्सन त अलिकति दिएँ, के थप्न मन छ सर यसमा? होइन, सायद मेरो पृष्ठभूमि 1 2 3 4वटा त्यो उसले नै पुष्ट्याउँछ, तर यो पोडकास्ट गर्नुको कारण पनि समाजमा आफूलाई अझै चिनाउनलाई हो। सो पोडकास्टमा बोल्दै जाउँ, मान्छेहरूले सायद बुझ्दै जानुहुन्छ होला। हजुर, आज चाहिँ हामी के कुरा गर्छौँ भन्दाखेरि चाहिँ तपाईँको प्रोफेसनली ब्याकग्राउन्ड मार्केटिङ भएर र यो न्यू एरामा चाहिँ एआई एकदमै राइज भएको भएर तपाईँले के कस्तो चेन्जेस देख्दै हुनुहुन्छ? किनकि तपाईँले कति समयदेखि गर्नुभयो यो मार्केटिङ? अराउन्ड इट्स बिन अराउन्ड 3 to 4 years। 3 to 4 years लङ टाइम हो नि त। त्यतिखेर मार्केटिङको ब्याकग्राउन्डको कुरा गर्ने हो भने त पहिला अब न्युज लेटरदेखि लिएर एकदमै लामो हिस्ट्री छ नि त मार्केटिङको होइन। त्यसमा चाहिँ तपाईँले 2-3 years नै त भयो हिसाबले भन्यो भने च्याट जिपिटीहरू राइज भएको हेर्दाखेरि चाहिँ तपाईँले चाहिँ मार्केटिङमा के कस्तो चेन्जहरू आइरहेछ जस्तो लाग्छ? डेफिनेटली आई थिङ्क फर्स्ट तपाईँले भने जस्तै कुनै बेला न्युज पेपरमा मार्केटिङ हुन्थ्यो, न्युज पेपरको त्यो फर्स्ट पेजमा कुनै पनि प्रडक्ट हेर्दा हामीलाई पनि त्यो प्रडक्टप्रति एउटा इच्छुकता, त्यो प्रडक्ट कस्तो के हो भन्ने हुन्थ्यो। तर त्यसलाई भन्दा अझै पछाडि लग्यो भने हाम्रो गाउँघर या त सहरहरूतिर एउटा बोर्डिङमा हातले पेन्टिङले गरेर पनि सामानहरू या त पसलको बारेमा या पसलले दिने सर्भिसेसको बारेमा एडभर्टिजमेन्ट हुने गर्थ्यो। तर अब समय फेरियो, परिस्थिति फेरियो, त्यसलाई बिस्तारै हामी पछि आउँदै गर्दा हामीले फेसबुक एड रनिङ जस्ता कुराहरू अहिले सुन्छौँ, गुगल एड भन्छौँ, त्यसलाई ल्याउँदै गर्दा कुनै बेला अब हजुरको युट्युब यसरी बुम भइदियो, सबैलाई लाग्यो कि अब युट्युबको थ्रु एड हामी रन गर्छौँ, युट्युबमा हामीले प्रमोट गर्छौँ आफ्नो बिजनेस। टिभीको एडहरू पनि घट्दै गयो, टिभीको एड घट्दै गयो, पत्रिका आयो, पत्रिकापछि टिभी आयो, टिभीमा फिल्म स्टारहरूको त्यो एउटा फिल्म स्टारले अब त्यो उसले आई थिङ्क कहिले स्याम्पू युज गरेको त छैन होला, तर ऊ एउटा राम्रो एक्ट्रेस या एक्टरले यो स्याम्पू भनेपछि हामीलाई पनि ओहो त्यही भएर पो रहेछ क्या, रणवीर सिंहको जस्तै त्यो ततड गर्छ नि त्यस्तो नै हुने हो कि भन्ने पनि आयो। त्यसलाई हेर्दै आज आउन्जेलसम्म या त अहिलेसम्म आउँदै गर्दा टिकटक पनि हेऱ्यौँ हामीले, टिकटक इन्स्टाको पनि हामीले एड रनिङ हेऱ्यौँ। आजको दिनमा एभ्री घरमा एउटा न एउटा कन्टेन्ट क्रिएटर छ र कुनै न कुनै ब्रान्डले कोलाबोरेट गर्न खोजि नै राख्नुहुन्छ, आफ्नो प्रडक्टलाई कसरी समाजमा लगाउँ, कसरी आफ्नो प्रडक्ट जहाँ जान्छ त्यो बेसमा लगाउँ भन्ने। तर त्यसलाई अझै तन्क्याउँदै गर्दा अब एआईले नै रिप्लेस गर्यो। हजुर, अहिले रिसेन्टली हामीले डेजहरूमा बिजनेसको ब्रान्ड्सहरूको कुरालाई कसरी रिफ्लेक्ट गर्ने भन्नेमा एआईले एकदमै ठुलो भूमिका खेलेको छ। नट जस्ट एआई बट मिक्सर अफ somewhere between opening a door to AI and letting the window to go this old gen advertisement जस्तो चाहिँ मैले देख्छु। इट्स अ ट्रान्जेक्सन। तपाईँले त्यहाँ भन्दै गर्दाखेरि मलाई चाहिँ बिचमा एउटा के पनि याद आयो भने तपाईँले जुन भन्नुभयो नि न्युज पेपरदेखि हातले त्यो कोरेकोदेखि भन्दै गर्दाखेरि बिचमा चाहिँ एउटा म्यासिभ पोर्सन चाहिँ रेडियोले पनि खेलाएको थियो होइन। रेडियोमा जुन एडहरू आउँथ्यो नि गीतहरूको बिचमा, कार्यक्रमको बिचमा, त्यो स्विच हुँदै तपाईँले भने जस्तै अहिले चाहिँ मार्केटिङमा चाहिँ एआई घुसिसकेको छ। 2-3 वर्ष अगाडि तपाईँले पनि याद गर्नुभयो होला, हरेक बिजनेसले एउटा कन्टेन्ट क्रिएटर, इन्फ्लुएन्सर इन टर्म्स अफ मार्केटिङ राख्दै थियो होइन। त्यो कुरालाई चाहिँ अहिले एआईसँग मर्ज भइरहेछ, जुन चाहिँ हामीले क्लियरली देख्न सकिन्छ। पोस्टरहरू यताउता बनाउँदाखेरि पनि एआई युज हुन्छ होइन। यसमा तपाईँलाई अरू केही थप्नुपर्ने छ जुन याद छ? अब यहाँनिर तपाईँले फेरि रेडियो जोड्नु, म त नोस्टाल्जिक नै फिल भयो हो नि। हामीले जति बेला हामीसँग फोन हुन्थेन, टिभी पनि हुन्थ्यो, तर टिभीमा लिमिटेड हजुरको सोहरू हुँदा हामी रेडियो सुन्थ्यौँ बाजेसँग या आफ्नो अलि एल्डरलीसँग। किनभने त्यो पहिलाको पुस्तालाई एउटा रेडियोसँग प्रभाव, एउटा रेडियोको त्यो इन्थुजियाजम थियो। त्यो सुन्दै गर्दा कलवाला जुन हुन्थ्यो अनि गाना बजाइदिनुहोस् भन्ने हुन्थ्यो, त्यो गाना बिचमा पनि कहिले एड बस्थ्यो, गाना बजाउनुभन्दा अगाडि र बढ्नु अगाडि एकदम टिपिकल एड हुन्थ्यो। म यसलाई चाहिँ के भन्छु, प्याटर्नै हुन्थ्यो, बोल्ने प्याटर्नै हुन्थ्यो र त्यो प्याटर्न अहिले पनि छ। हजुर, यो प्याटर्न कहिले पनि चेन्ज भएको छैन। जस्तै मेरो पसल थियो, म 25 वर्षको एउटा हुँदै गर्दा मलाई अहिलेभन्दा 15 वर्ष अगाडिको मलाई मेरो आँखामा झल्किने एउटा कुरो, पसलमा चाहिँ के लेखेको थियो भने एकचोटि सेवाको लागि हामीलाई मौका दिनुहोस्,
हाम्रो पसलमा यो सामान पाउँछ, सेवाको लागि मौका कस्तो दिनुस्। क्रिएटिभ वे अफ रिप्रेजेन्टिङ कि आऊ हामीसँग सामान किन टाइपले यो हाम्रो नेपालीको यो अतिथि देवो भव छ। अब यो त संस्कृति इन्डिया हुँदै आयो, तर हामीले हो नि सेवा दिने, हामीले इम्प्लिमेन्ट गर्ने कुरामा चाहिँ त्यो मैले देख्दै गर्दा त्यो रेडियोमा पनि थियो। रेडियोमा भनिन्थ्यो नि कि तपाईँलाई यस्तो छ भने यस्तो ठाउँमा जानुहोस् भनेर। मैले यस्तो किनभने कुनै न कुनै प्रडक्ट त्यहाँनिर रिफ्लेक्ट हुन्थ्यो, जोडिन्थ्यो। त्यो आजको दिनमा इन्फ्लुएन्सरले पनि त्यही नै गर्छ मलाई लाग्छ। या त जस्तै अब मलाई तेल बेच्नु छ भने मैले तेल कसलाई बेच्छु त? मेरो तेलको खासियत के हो त? लेट्स मेरो कपालको तेल हो, कपाल झर्न कम हुन्छ भने पक्कै पनि अहिले पनि एआईले होस् या अहिलेको न्यू जेन एउटा मार्केटिङ स्टाइलमा होस्, त्यहाँ के देखाइन्छ भने अ म्यान इज बल्ड और उसको कपाल झरिरहेछ, हजुर, अनि अ गाई कम्स इन और सम सर्ट अफ एउटा त्यो सिचुएसन आउँछ जहाँनिर बेला त्यो तेल एउटा प्रेजेन्ट गरिन्छ कि यो तेल एकचोटि ट्राई गर्नुहोस् भनेर। सो त्यो प्याटर्न चाहिँ चेन्ज भएको मैले देख्दैन from radio या त newspaper to now coming to AI, but the way of implementing it, the way of presenting it has been changed. त्यसैमा मैले हजुरले भन्दा एउटा कुरा चाहिँ के याद गर्यो भने रेडियोकै कुरा गरौँ न, टिभीको नि आउँछ होइन। रेडियोमा युजली अडियो हुन्थ्यो, अडियो पछाडिको मान्छे हामी चिनिँदैन, को हो थाहा छैन होइन। त्यो रेडियो च्यानलमा त थाहा हुन्थ्यो। अब टिभीमा आउने एडहरूमा पनि भोइस ओभर छुट्टै हुन्थ्यो। अब त्यो क्रिएटिभ मान्छेहरू चाहिँ अहिले चाहिँ एज अ हेर्ने हो भने त्यो क्रिएटिभ मान्छेहरू चाहिँ मार्केटिङ अफिसर अथवा हुन्छ नि कन्टेन्ट क्रिएटरको रूपमा चाहिँ निस्किरा हो कि, किनकि कला थियो मान्छेसँग त्यतिखेर, तर आफ्नो कला अरू कुनै ठाउँमा लगेर बेच्नुपर्ने थियो। तर अहिले चाहिँ इन्फ्लुएन्सरको रूपमा मान्छेले आफूलाई नै बिजनेस बनाएर चाहिँ मार्केटिङ गर्न सक्ने समय आइसक्यो। ट्रु, एब्सोल्युटली ट्रु। यो त समयअनुसार मान्छेले आफूलाई, हामीले जस्तै मोबाइल युज गर्छौँ त्यो एप हुन्छ, हजुर, एपको अपडेटिङ टाइम पनि भइरहेको हुन्छ, अपडेट गर भन्छ नि, फोन अपडेट हुन्छ। सो मान्छेको सायद रेडियोमा सायद एड रन गर्दा उहाँहरूको बोलीको क्रिएटिभनेस होस् या पत्रिकामा एड लेखिने क्रिएटिभनेस होस्। अझ तपाईँले भन्दै गर्दा मलाई कार्टुनहरूको याद आइरहेछ, जुन पत्रिकामा कार्टुनको थ्रु एउटा देखाइन्थ्यो कि इम्पोर्टेन्स अफ अ प्रडक्ट, सायद त्यो होस्, कार्टुन राइटरहरू भन्थ्यौँ हामी। या त्यो पछि हामीले टिभीमा भोइस ओभर गर्ने, या टिभीमा पनि 15 सेकेन्डको एड पनि हामीले कति हेर्छौँ। त्यो एडहरूको पनि कस्तो राम्रो डाइरेक्सन, सिनेमेटोग्राफी, त्यसको स्क्रिन प्ले, त्यसको द वे अफ प्रेजेन्टिङ प्रडक्ट, इट्स नेक्स्ट लेभल है। तब उहाँहरू आउँदै गर्दा आजको दिनमा अपडेट भएर नै सकेसम्म अगाडि नै बढ्नु भएको छ। यो भएको छैन भने पनि आजको दिनमा फेरि यो यहाँनिर चाहिँ के छ भने मैले एउटा कुरा अझै जोड्न चाहेँ। कुनै बेला चाहिँ अलि न्यारो थियो होला इन्डस्ट्री, सानो थियो होला इन्डस्ट्री, जहाँनिर चाहिँ लिमिटेड नम्बर अफ पिपलले मात्रै इन्ट्री पाउने र टु बी समवेयर देयर निड्स टु बी टु मच क्रिएटिभ जस्तो लाग्थ्यो भने आजको दिनमा वी आर इन सिडनी, someone sitting in Sydney, I can do a marketing for New York company easily. Someone sitting in Kathmandu, अब यो content creation कै यसलाई मैले जोडी, someone doing फिजिकल्ली मार्केटिङ भन्दा पनि डिजिटल्ली मार्केटिङको लागि चाहिँ कुनै प्लेस ठुलो मायने राखेन। उसले काठमाडौँ होस् या चितवन होस्, उसले अमेरिकाको न्युयोर्क होस्, कुनै पनि ठाउँबाट ग्लोबल्ली मार्केटिङ गर्न सक्यो। सो त्यसले चाहिँ वाइडर ओपन गरिदियो। एभ्रिबडी क्यान सी ओके टुडेज डे मैले कतिपय हेर्छु मेरो टिकटकमा आइरहेको हुन्छ। मेरो रिसेन्टली एउटा एड आएको भनेको, अब यो यसमा बोल्न मिल्छ किन 18+, हाम्रो ड्यान मर्फीको एउटा एड आएको थियो। ड्यान मर्फीको जुन एड थियो, द वे अफ सोइङ वाइ यु सुड गो टु ड्यान मर्फी वाज समवन वाज डुइङ भ्लग अल डे। भन्नुको चाहिँ स्टार्टिङको 15 सेकेन्ड उसले भ्लग गर्छ, तर भ्लगमा एक्सप्लेन गर्छ कि आज साँझ मेरो घरमा खाना मान्छेलाई मैले डिनरमा बोलाएको छु, पर्सनल टच भयो त्यहाँ मैले डिनरमा बोलाएको छु। अब डिनरमा बोलाउँदै गर्दा खाना पनि रेडी भयो, यो पनि रेडी भयो। ओहो, ड्रिङ्क्समा त के खुवाउने त? अब आजको दिनमा ड्रिङ्क्स इज भेरी नर्मल। आई थिङ्क 18+ सबैले हेरिराख्नु भएको छ, अन्डर 18 should avoid, everybody should avoid, but के खाने त? कसैलाई बियर मन पर्ला, कसैलाई यो मन पर्ला, कसैलाई त्यो मन पर्ला, कहाँ लिन जाने त, कहाँ लिन जाने भन्दा त्यो भ्लग थ्रु गरेर ड्यानमा टक्क गाडीमा पुग्छ। एउटै ठाउँमा सप्रङ्ग हेऱ्यो त त्यहाँ त किला पनि छ, त्यो पनि छ, एउटा मदिरालाई मन पराउने व्यक्तिको लागि त मन्दिर जस्तो छ। भन्नुको चाहिँ आजको दिनमा त्यो एड रनिङ अनि ब्रान्डलाई रिफ्लेक्ट गर्ने वे नै डिफ्रेन्ट भयो। र तपाईँलाई टच भन्नुभयो नि त्यो छ। तपाईँलाई त्यो एड यति मन पऱ्यो कि तपाईँले यहाँ आएर भन्दै हुनुहुन्छ। यस, सो यो एक्सपोनेन्सियल ग्रोथ मात्र भइरहेछ कि त्यही एडको। अब मैले सुनेँ होइन, मैले अर्को मान्छे भेट्यो भने मलाई निराजन सरले भन्नुभएको थियो, मैले भिडियो नै चाहिँ देखिसकेको छैन, बट ड्यान मर्फीले चाहिँ यस्तो गरेको छ है, त्यो पनि फेरि वर्ड अफ माउथको रूपमा पनि त्यो पनि मार्केटिङ नै हो क्या, होइन? अब यही कुरा गर्दै गर्दाखेरि मैले तपाईँको यो आउँदै गरेको ग्लोबल कन्टेन्ट क्रिएटर च्याम्पियनसिपमा लगेर जोड्न खोजेँ होइन। मैले मेरो बुझाइअनुसार म एकचोटि बुझाइदिने प्रयास गर्छु, त्यस पछाडि म हजुरलाई अभियसली मौका त दिन्छु नै। अब जति पनि अहिले हामीले मार्केटिङको कुरा गर्यो यो सबै चाहिँ
टप नच भयो एक हिसाबले Yes. प्रोफेसनल्स भयो होइन Yes. जति पनि सिम्पल रूपमा अहिले फेरि हामी रेडियोकै कार्यक्रमको कुरामा जाउँ अथवा एडहरूमा जाउँ Yes. एकजना मान्छेले मात्र त एप्लाई गरे हुँदैन हुँदैन हजारौँ एप्लिकेन्ट्स छन् यस होइन त्यसमा एकजना दुईजना सेलेक्ट भयो होला होइन बाँकीको मान्छे चाहिँ के क्रिएटिभै होइन नि त होइन उनीहरूसँग चाहिँ क्रिएटिभिटी नभएकै हो त भन्ने कुरालाई चाहिँ तपाईँहरूले उठाएको मैले फिल गरेँ र जति पनि छुट्नु भएको छ उहाँहरूलाई पनि एउटा वान मोर चान्स कि जिन्दगीमा हामी पनि केही हो है भने गरेर देखाउनुको लागि चाहिँ तपाईँले चाहिँ यो ग्लोबल कन्टेन्ट क्रिएटर च्याम्पियनसिप गर्दै हुनुहुन्छ जसको लागि चाहिँ म एकदमै अग्रिम शुभकामना पनि दिन चाहन्छु र मैले छुट्याएको कुराहरू प्लिज एक्सप्लेन गरिदिनु हाम्रो नटसेलमा चाहिँ यसको भाव अवश्य पनि हजुरले भन्नुभयो आइ एम भेरी ह्याप्पी सुरुवातबाट नै भनिदिइराख्दा हामीले सानैबाट हामी आज एकदम नस्ट्याल्जिक कुरा मौसमले पनि होला पानी पर्दैछ है मलाई एकदमै आनन्द पनि लागिरहेको छ किनभने त्यो रेडियो भन्दै गर्दा मैले आफ्नै जीवन्त कुराहरू बुवासँगका मेरा सम्झनाहरू मेरो बाजेसँगको सम्झनाहरू म सुनिरहेको छु म सानो किस्सा सेयर गरेँ हाम्रो रेडियोमा यही टक सो चाहिँ मलाई एकदमै मनपर्ने अनि मेरो बाजेलाई चाहिँ अब न्युज मनपर्ने रेडियो एउटा टाइममा दुईवटा सँगै आउने जस्तै मेगा हर्स भन्थ्यौँ नि हामी 101 मेगा हर्स बाजेले मेरो कहिले कसो ओहो पनि हुन्थ्यो एनिवेज लेट्स कम ब्याक टु द टपिक यो भनिराख्दै गर्दा कन्टेन्ट क्रिएटर्स च्याम्पियनसिप हामीले आज हामीले लन्च गरिराख्दा यो अलमोस्ट हाम्रो प्रि मार्केटिङको प्रोसेसमै चाहिँ इट्स अ भेरी फर्स्ट टाइम आई थिङ्क समन डुइङ लाइक दिस भनिराख्दा सानोदेखि नै हामीले हेरेको एउटा गाना गाउन चाहने मान्छे गाना गाउन चाहने मान्छेले मुभीमै गाएर गाउनुपर्छ भन्ने छैन इन्डियन आइडल नेपाल आइडल द भोइस विभिन्न छन् मैले नाम सीमितको लगेँ विभिन्न छन् त्यहाँ गएर उसले आफ्नो साधारण व्यक्तिले जसको आफ्नो काम छ उसको आफ्नो संसार छ उसलाई एउटा कुरा जानेको छ गाना गाउन उसले लयमा लय मिलाउन जानेको छ तालमा सुर मिलाउन जानेको छ र मिठो गाएर मान्छेलाई मनमग्न पार्न जानेको छ उसले गाएर एउटा उसको आफ्नो फ्युचर बनाएको हामीले हेरेको छौँ म एउटा प्राइम इक्जाम्पल लिन चाहन्छु प्रशान्त तामाङ आजको दिनमा प्रशान्त तामाङजी कहाँ हुनुहुन्छ अब के हुनुहुन्छ मलाई त्यति धेरै त थाहा छैन मेरो लागि चाहिँ चाइल्डहुडको चाहिँ हिरो एउटा प्रशान्त तामाङ इन्डियन आइडल जित्नु भएको थियो एउटा सिजन जितिसकेपछि उहाँले मुभिजहरू खेल्नुभयो गाना गाउनुभयो असारे महिनामा भन्ने एउटा उहाँको गाना छ अनि धेरै छ भन्न खोजेको उहाँ एउटा साधारण इन्डियामा एउटा पुलिसको जागिर गरिराख्नु भएको मान्छे उहाँको ब्याकग्राउन्ड एउटा साधारण पुलिस अब पुलिस साधारण त अवश्य पनि होइन तर उहाँको ओभरअलली हेर्दै गर्दा एउटा फुल टाइम पुलिस नर्मल लिभिङ पर्सन वेन टु इभेन्ट सो जहाँ चाहिँ उहाँले आफ्नो प्रतिभा देखाउनु भयो उहाँलाई यति रुचाइयो कि उहाँ जितेर आउनुभयो त्यसले उहाँको जीवनलाई कहाँदेखि कहाँ परिवर्तन गर्यो त्यो त हामीले पनि हेऱ्यौँ उहाँले पनि महसुस गर्नुहुन्छ यही चिज अब डान्सिङमा पनि जोड्न सकिन्छ सुशान्त खत्री हजुर अफकोर्स सुशान्त खत्री एउटा नेपालको एउटा यति आजको दिनमा इन्डियामा पनि एउटा बलिउडमा नेपाली भनेर चिनाउने उहाँ नै हुनुहुन्छ अहिलेको अवस्थामा रिप्रेजेन्ट गर्ने भनौँ न हैन इज वान अफ द मोस्ट चार्मिङ पर्सन है क्रिएटिभ पर्सन सो एउटा दुईवटा इक्जाम्पल यो सिङ्गिङ डान्सिङको भयो ट्यालेन्टहरूको पनि छ रोडिज भन्ने छ रोडिजमा यु डोन्ट निड एनी ट्यालेन्ट अल यु निड इज एक्स फ्याक्टर तपाईँमा त्यो दृढ सङ्कल्प हुनु पऱ्यो जित्नुहुन्छ भन्ने छ र राम्रो छ युवाले मन पराएको छ कतिले मन परायो कति मन पराएन भन्ने छ नाउ कमिङ टु कन्टेन्ट क्रिएटर्स आजको दिनमा हामीले कन्टेन्ट क्रिएटर्सको पनि गिन्ती हामीले देखेको छ एकदमै धेरै छ तपाईँले भनेको जस्तो राम्रो टप नच छ यो बिग कम्पनीहरूले हायर गर्नेदेखि लिएर काम गर्ने हुन्छ तर जसले चाहिँ राम्रो कन्टेन्ट बनाउनु छ तर त्यो रिच पुगिरहेको छैन उहाँले त्यसलाई फुल टाइम या पार्ट टाइम काम बनाउन सकिराख्नु भएको छैन म यो कन्टेन्ट क्रिएटरलाई नै एउटा भनौँ न अगाडि बढाउँ भन्ने सोचिराख्नु भएको छैन भने हामीले चाहिँ त्यहाँनिर ल इफ यु हेभ अ क्रिएटिभनेस तपाईँलाई विलिङनेस छ तपाईँसँग हातमा क्यामेरा छ तपाईँको बुद्धिमा या त दिमागमा तपाईँलाई एउटा आइडिया छ कि यो भिडियो बनाउँछु र यसलाई यसरी म मेसेज दिन्छु भन्यो भने जोइन दिस कन्टेन्ट क्रिएटर्स च्याम्पियनसिप जहाँनिर चाहिँ हामीले एउटा प्रोसेस सोध्नुहुन्छ म जवाब दिउँला तर अहिले नै मैले भनिरहँदा हामीले टप 5 लाई चाहिँ टप 3 and 4 लाई चाहिँ 1 year कन्ट्र्याक्ट एज इन कुनै न कुनै उहाँको कन्टेन्ट कुन बिजनेससँग एलाइन्ड हुन्छ त उहाँको कन्टेन्ट लेट्स चाहिँ अब उहाँको कन्टेन्ट फिटनेससँग एलाइन हुन्छ भने चाहिँ कुनै न कुनै जिमको या फिटनेस रिलेटेड इन्डस्ट्रीसँग हामीले 1 yearको उहाँलाई कन्ट्र्याक्ट दिनेछौँ टप 3 लाई चाहिँ एक्साइटिङ क्यास प्राइजेस प्लस एक्स्ट्रा 1 year ब्रान्डको एउटा डिल भनौँ या त एग्रिमेन्ट हामीले चाहिँ खोजेर निकालेर कसरी हुन्छ हाम्रो कनेक्सनको थ्रुबाट हामी दिन्छौँ त्यो एउटा सानै भनौँ न होइन मान्छेको मन ठुलो होला तर इन टर्म्स अफ तपाईँको फलोवर्स लाइक्स अथवा भ्युजको आधारमा चाहिँ एउटा सानो कन्टेन्ट क्रिएटरलाई योभन्दा ठुलो कुरा केही पनि हुन सक्दैन सर यो तपाईँहरू कहिले लन्च गर्दै हुन्छ के छ तपाईँले अहिले पनि भन्नुभयो यो प्री फेजमै छ बेबी स्टेजमै छ अझै पनि तर लन्च चाहिँ कहिले गर्ने सोच्दै हुनुहुन्छ सर वेल
यस द्याट्स भेरी ट्रु यो बेबी स्टेजमै यस अहिले प्री मार्केटिङ नै भइरहेको छ एउटा मार्केटिङ गरिरहँदा हामीले एउटा पोडकास्टमा पनि बसेर यसको बारेमा छलफल गर्दैछौँ यसको लन्चभन्दा अगाडि मैले यसको सानो प्रोसेस या त प्रक्रिया मैले बुझाउन चाहेँ कुनै पनि व्यक्तिले हेरिराख्नु भएको छ र कतै न कतै मनमा छ कि ओके म चाहिँ कुनै पनि ठाउँमा हुन सक्छु मलाई पनि भाग लिनु छ भनेपछि यो डिजिटल प्लेटफर्ममा छ एउटा लिङ्क छ या त एउटा वेबसाइट छ या त हाम्रो गिभन वाट्सएप नम्बर या भाइबर या एनी रेलेभेन्ट नम्बर छ त्यहाँ चाहिँ तपाईँले इन टच भएर पहिला आफ्नो कन्टेन्ट हामीलाई प्रेजेन्ट गर्नुहुन्छ त्यो कन्टेन्टलाई हामीले दुईवटा वेमा हामीले प्रेजेन्ट गर्छौँ फेरि पहिला एउटा हामीसँग आएपछि हाम्रो 10वटा जुरी मेम्बर हामीले जुनलाई जुरी राखेको हुन्छौँ उहाँहरूले सेलेक्सनमा लग्नुहुन्छ जति तपाईँले भिडियो पठाउँछ भिडियो कसरी पठाउनुहुन्छ भन्दा मैले फेरि पनि भने लिङ्कको थ्रु या हजुरको हाम्रो सोसियल मिडिया कनेक्सन हुन्छ र एउटा अब यहाँनिर सिम्पली एकदम टेक्निकल वर्ड टेक्निकल चिज अब मेसेन्जरमा पठाएर पनि त्यसको मान्यता हुँदैन किन त्यो त हामीले हेर्दै गर्दा क्वालिटी पनि म्याटर्स त्यसैले एउटा प्रक्रिया लिङ्क छ लिङ्कमा पठाउँदै गर्दा तपाईँको जस्तो क्वालिटी छ त्यस्तै भिडियो हामीसँग आउँछ लेट्स सिम्पली से गुगल ड्राइभ ओर एनी अदर मिडियम्स त्यो भइसकेपछि विभिन्न कन्टेन्टहरूलाई हामीले एउटा ठाउँमा राखेर हामीले त्यसलाई एउटा जजमेन्ट दिनेछौँ हामीलाई कुन ठिक कस्तो ठिक किनभने हामीले आफ्नो प्रोग्रामलाई अगाडि बढाउँदै गर्दा हामीले पनि कस्तो कन्टेन्टलाई अगाडि बढाउने कुन कन्टेन्ट क्रिएटर्सलाई अगाडि बढाउने त्यो हाम्रो पनि भिजन छ त्यसमा 10वटा जुरी मेम्बर साइड बाई साइड हुनुहुन्छ आज यो पोडकास्ट सुरु रन हुँदै गर्दा यो लन्च भइसकेको केही दिनमा हामीले जुरी मेम्बरहरू पनि इन्ट्रोड्युस गर्दै जान्छौँ त्यो चाहिँ अब हल्का सिक्वेन्स हल्का यसलाई सस्पेन्सको जस्तो छ नाउ कमिङ टु पोइन्ट तपाईँले पठाएको कन्टेन्टलाई दुईवटा वेमा प्रेजेन्ट गर्नेछु अघि पनि भने एउटा तपाईँले नै पोस्ट गर्नुहुन्छ तपाईँको आफ्नो स्ट्रङ कुन सोसियल आफ्नै बेसमा पनि हो आफ्नो फ्यान हामीले जजमेन्ट गर्छौँ हाम्रो जजमेन्टले मात्रै गर्दा पनि डिसिजन हुँदैन तपाईँको कन्टेन्टको कस्तो छ त इङ्गेजमेन्ट तपाईँको कमेन्ट कस्तो आइरहेको छ क्रिटिकल एनालिसिस भइरहेको छ कि छैन सेयरिङहरू कस्तो सेयरिङहरू नाउ कमिङ टु अ पोइन्ट तपाईँ कन्टेन्ट क्रिएटर बनेर त्यसलाई आफ्नो करियर किन बनाउने त भन्दा तपाईँले कुनै न कुनै प्रडक्टलाई अगाडि लग्न सक्नुहुन्छ कुनै न कुनै मान्यतालाई अगाडि लग्न सक्नुहुन्छ कुनै न कुनै आइडियोलोजी फिलोसफीलाई तपाईँले पुस गरेर त्यसलाई समाजको अगाडि देखाउन सक्नुहुन्छ भने यो एउटा कन्टेन्ट क्रिएटर सानो शब्द सानो हुने होइन आजको दिनमा यसको मुकाम नै बेग्लै छ होइन सो वान्स अल दिस थिङ्स ह्यापन हामीले चाहिँ टप 20 सेलेक्ट गर्नेछौँ इङ्गेजमेन्ट्स प्लस जजमेन्टबाट टप 20 भएपछि एभ्री एपिसोडमा त्यसलाई चाहिँ हामीले टप 20लाई छनौट गर्दै 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 टप 5 मा लग्नेछौँ मैले अघि पनि भने टप 5 मा भइसकेपछि 1 इयर एग्रिमेन्ट अफ डिफ्रेन्ट ब्रान्डसिप डिलरसिप प्लस टप 3 लाई क्यास प्राइज हुनेछ र अब नाउ कमिङ हामीले कहिले लन्च गर्छौँ भन्दा यसलाई चाहिँ हामीले मिड फेब्रुअरी 17 को दिन ट्युसडेको दिनबाट हामीले यसलाई त्यति बेलासम्म टप 20 हामीले रिलिज गरेर टप 20बाट यो दिनबाट हाम्रो एपिसोड 1 सुरु भयो भनेर हामीले अगाडि बढाउनेछौँ त्यसपछिको प्रक्रिया तपाईँ र हामी दुईटै मिलेर अगाडि बढ्नुपर्छ अफकोर्स भनेपछि मेरो एउटा सानो क्वेसन मिड फेब्रुअरी जुन 17th ट्युसडे भन्नुभयो त्यतिखेरसम्म हाम्रो भ्युअर्सहरूले आफ्नो कन्टेन्ट पठाइसक्नु पर्ने हो या त्यो दिनबाट चाहिँ पठाउन सुरु गर्ने त्यो दिनसम्म कन्टेन्ट चाहिँ पठाइसक्नु पर्ने फेब्रुअरी 10th सम्म ओके 10th फेब्रुअरीसम्म चाहिँ तपाईँहरूले आफ्नो कन्टेन्ट चाहिँ पठाइसक्नु पर्ने हुन्छ ताकि तपाईँ चाहिँ त्यो ज्युरीको सिस्टमबाट उहाँहरूको आफ्नै सिस्टम छ त्यो प्रोसेसबाट जानको लागि चाहिँ तपाईँले चाहिँ अफकोर्स 7 डेजमा नभ्याउने अवस्था पनि आउन सक्छ डिपेन्डिङ अन भल्युम्स होइन तर जो 10th फेब्रुअरीसम्म चाहिँ तपाईँहरूले आफ्नो कन्टेन्ट चाहिँ पठाइसक्नु पर्यो होइन र यति गर्दै गर्दाखेरि यो त अब तपाईँहरूको यो फर्स्ट इनिसिएटिभ भयो होइन न्यू भेन्चर भयो यो अफकोर्स मैले देखाउँछ यो सक्सेस नै हुन्छ होइन नो डाउट थ्याङ्क यू भेरी मच यस पछाडि चाहिँ के छ त कि यो एकचोटि मात्र हो एभ्री इयर हुन्छ अगाडि बढ्नुहुन्छ यसमा चाहिँ तपाईँको के छ सानो यसमा प्रसङ्ग जोडे एउटा अक्षय खन्नाको इन्टरभ्यू हेर्दै थिएँ आजको पर्फर्मेन्स धुरन्धरपछि अनि समवन टोल्ड हिम द्याट वाट इज लाइफ भन्दै हेर्दा लाइफको मिनिङ लाइफ गोज अन भन्ने छ त्यसैले यो पछि केही न केही त चलिरहनेछ गइराख्नेछ यो एउटा स्थिति एउटा परिस्थिति हो तर यसलाई नै लिएर हामीले 1 सिजन या 1 इयरमा चाहिँ हामी सीमित अवश्य पनि भएको छैनौँ हाम्रो सोचाइ चाहिँ यसलाई ग्लोबली नै लग्नेछ त्यसैले स्टार्टिङ नै ग्लोबल थियो तर ग्लोबल भन्दै गर्दा आजको दिनमा ग्लोबल इज अलमोस्ट 8 बिलियन पिपल एन्ड देयर आर सो मेनी कन्टेन्ट क्रिएटर्स थ्रु आउट डिफ्रेन्ट जनर हामीले ग्लोबल अहिले नै किन नलगेको या त यसलाई अर्को सालमा किन भन्दै गर्दा भोलि जापानिजमा कन्टेन्ट आयो भने हाम्रो जुरीले कसरी जज गर्ने जापानिजको कन्टेन्टको के हो त प्रोस्पेक्ट भन्ने कुरा विभिन्न छ सो यसलाई सिजन 1 हामीले यसलाई सक्सेसफुली ऱ्यापअप गरेपछि हाम्रो मेन टार्गेट या त आउने टार्गेट भनेको सिजन 2 पनि रन गर्ने हुनेछ र यो भिडियो हेरिराख्नु भएको अरू देशको मान्छेले पनि I'll speak in English if this video goes to you after the success of this our content creators championship
you guys are more than welcome to come and talk to us to take this venture to your own country. Just say, let's say the American Idol is now almost in every country, even in Nepal, India. So such things can happen in future. त्यसैले हामीले यतिमै सीमित चाहिँ छैन. सो एक्सपोनेन्शियल ग्रोथ हुने चान्सेस पनि छ यहाँनिर, किनकि सुरु नै ग्लोबलबाट भएको छ शब्दले नै हामीले ग्लोबल दुनियाँ नै कन्टेन्ट क्रिएटरतिर गइरहेछ, हामी पनि उनीहरू सँगसँगै गएर चाहिँ त्यहाँ भएका कन्टेन्ट क्रिएटरलाई चाहिँ हामी सपोर्ट गर्न चाहन्छौँ. यही नै हो जिस्ट. 100%. र सर तपाईँको यो ग्लोबल कन्टेन्ट क्रिएटर च्याम्पियनसिपमा भाग लिने प्रतिस्पर्धीहरूले एआईबाट कन्टेन्ट बनाउनु भयो भने के हुन्छ? एआईको पनि इम्पोर्टेन्स त छ होइन? सो त्यो चाहिँ तपाईँहरूले कसरी लिनुहुन्छ? एआईवाला लिनुहुन्छ लिनुहुन्न, के गर्नुहुन्छ सर एआईको चाहिँ? यो एआईलाई लिन्न भन्नु त आज मेरो नै मूर्खता हो, मेरो नै एउटा स्टुपिडिटी हो जस्तो लाग्छ. एआईको कन्टेन्ट हामीले यसमा लिने मात्रै होइन कि समन वाचिङ एआई इज भेरी इम्पोर्टेन्ट इन टुडे डेट होइन. देयर आर मेनी कम्पनीज फ्रम सेल्सफोर्सले अलमोस्ट मार्केटिङ नै हायर गर्ने कुरा भएको छ. द सेल्सफोर्स कम्पनी इज वान अफ द बिगेस्ट कम्पनी एन्ड उनीहरूले मार्केटर नै हायर नगर्ने एआईलाई दिने जिम्मा त्यो लेभलमा पुगिसक्यो. यस. अब मेकेन्जी युएसको एउटा ठुलो कम्पनी, उनीहरूले चाहिँ अलमोस्ट 73% बेस मार्केटर हायर नगरेर त्यसलाई पनि एआईलाई दिने कुरा भएको छ. आज सिफ्ट हुँदैछ. आज डिजिटल मार्केटिङ यति ठुलो भएको छ कि तपाईँको अलमोस्ट $600 billion को इन्डस्ट्री हुने गइरहेको छ बाई एन्ड अफ 2025. 600 बिलियन मोर देन द्याट एउटा आकलन छ. दिस इज द नम्बर. सो यसमा फेरि अलमोस्ट भेरी बिग पार्ट इज टेकिङ बाई एआई. यो हामीले होइन कि प्रेडिक्सन पनि हो, डिजिटल गुरु शब्द हुन्छ. सो त्यसैले हामीले नाइ भन्ने बिल्कुलै छैन. तर द एआई कन्टेन्ट सुड बी भेरी ओरिजिनल एन्ड योर कन्सेप्ट सुड हाइलाइट द भिडियो मोर. सो एआईले चाहिँ अलिकति सपोर्ट गरे जस्तो त्यो कन्टेन्ट बनाउन चाहिँ देखिनु पर्यो. फुल्ली एआई चाहिँ हुनु भएन. नो. अब एनिमेटेड भिडियो नै लेट्स चाहिँ कुरा गरौँ न. एआईलाई एनिमेटेड भिडियोसँग हामीले गरौँ न. एनिमेटेड भिडियोलाई पनि हामीले लिन्छौँ होइन. आजको दिनमा युट्युबमा बेबी किड्सहरूको कार्टुनहरू कति चल्छ, त्यो पछाडि कसैको भोइस ओभर छ. तर त्यो क्रिएटिभिटी चाहिँ भोइस ओभरमा देखिनु पर्यो. मैले कार्टुन लिन्न भन्न पाएन होइन. लेट्स से सिम्पल एउटा बेबी भन्ने एउटा गाना यति पपुलर छ बच्चाहरूको बिचमा, त्यो ओरिजिनल त होइन, द्याट्स अ कार्टुन. प्रली एआईको मिक्स. अब आई डोन्ट थिङ्क सो त्यसलाई एआई भएको छ कि छैन, तर मिक्सचर अफ टेक्नोलोजी छ. त्यहाँ एनिमेसन छ, त्यहाँनिर डिजिटल क्रिएसन छ, बट मोर ओर लेस पछाडि त ह्युमनले क्रिएटिभनेस देखाएको छ. सो डेफिनेटली हामीले त्यसलाई चाहिँ एक्सेप्ट गर्छौँ. ओके. सो एआई भिडियोज पनि एक्सेप्ट हुन्छ गाइज. सो आत्तिनु पर्दैन, तपाईँहरूको सबै जस्तो छ त्यो कन्टेन्ट पठाउनुहोस्. लिङ्कहरू उहाँको सोसियल्समा अफकोर्स पाउनुहुन्छ नि. सर हजुरहरूको सोसियल्स के छ भनिदिनु एक्चुअली? हाम्रो सोसियल्स चाहिँ कन्टेन्ट क्रिएटर्स च्याम्पियनसिप छ थ्रु आउट अल टिकटक, इन्स्टा एन्ड फेसबुक प्लस युट्युब एट द मोमेन्ट. हजुर. केही तलमाथि भयो भने विल अपडेट. सो सबै कुरा डिटेल्सहरू लिङ्क्सहरू यो भिडियोको डिस्क्रिप्सनमा पनि पाउन सक्नुहुन्छ र उहाँहरूलाई सोसियल्समा फलो गर्नु भने चाहिँ डाइरेक्टली तपाईँले. सो सर हामी अन्तिममा आइसकेका छौँ. अन्तिममा तपाईँ केही 2 शब्द दिन चाहनुहुन्छ? 2 मात्रै होइन, अलिक बढी नै शब्द. पहिलो कुरो त धेरै धन्यवाद सौगाजी तपाईँलाई प्लस दिस इज माई फर्स्ट पोडकास्ट फर दिस इभेन्ट कन्टेस्ट. यसलाई मार्केट गरिरहँदा यो भोलि जति ठुलो हुँदै जान्छ तपाईँलाई सम्झिने मेरो त्यति नै दिन भयो. र तपाईँलाई म के विश्वास पनि दिलाउँछु नि, तपाईँको फर्स्ट होइन, हामी थ्रु आउट द जर्नी हामी तपाईँसँगै छौँ. यो हाम्रो सपोर्ट पनि हो र हामी विभिन्न पोडकास्ट पनि थ्रु आउट द जर्नी गर्ने नै छौँ सर. थ्याङ्क यू. बट मेनली तपाईँहरूको यो जो भइरहेको छ, यो क्यामेरा, यो स्पिकर, यो माइक, सबैलाई कन्टेन्टमै जोडिन्छ. तपाईँ युर सेल्फ अ भेरी गुड कन्टेन्ट क्रिएटर्स आई नो. टु एनी वान, अब यो हामीले यत्रो पोडकास्ट हेरिसक्नुभयो, भ्याउनु भयो, या यो मात्रै क्लिप हेरिराख्नु भएको छ भने पनि यु माइट बी एनी वान. तपाईँ कुनै पनि ब्याकग्राउन्डबाट आउन सक्नुहुन्छ. तपाईँको जस्तो पनि जनर छ, तपाईँको फोन के छ, तपाईँको क्यामेरा कस्तो छ, तपाईँको बोली कस्तो छ, तपाईँको साउन्ड सिस्टम कस्तो छ, त्यो चाहिँ सेकेन्डरी पार्ट हो. फर्स्ट पार्ट भनेको तपाईँको विलिङनेस छ कि छैन, तपाईँले एक्चुअलमै कन्टेन्ट बनाउनुहुन्छ बनाउँदैन, त्यहाँ प्रश्न गर्नुहोस्. बनाउँदैन, म कन्टेन्ट बनाउने होइन, मेरो काम, मलाई डक्टर पढ्नु छ भने फेरि डक्टर पढ्नुहोस्. त्यहाँनिर एमबिबिएस गर्नुहोस्. त्यहाँनिर अर्को तपाईँ जे चिजमा त्यो चिजमा ध्यान दिनुहोस्. तर होइन कतै डाउन अन्डर द लाइन आई थिङ्क आइएम मेड फर द कन्टेन्ट. मलाई चाहिँ कन्टेन्ट क्रिएसन मनपर्छ, मलाई स्क्रिप्ट राइटिङ मनपर्छ, भिडियोग्राफी मनपर्छ, एक्टिङ मनपर्छ भने डेफिनेटली गिभ अ ट्राई. मेक भिडियोज द्याट मेक्स अस ह्याप्पी प्लस मेक्स यु प्राउड फर सेन्डिङ द्याट भिडियोज. र कम्पिटिसन भन्ने कुरा सधैँ जित र हार हुँदैन हो. यसमा कम्पिटिसन छ, यसमा च्यालेन्ज छ, यसमा फन छ, तर समटाइम्स यु लर्न, sometimes you earn. So maybe you can earn, maybe you can learn. So यही भन्दै मैले आफ्नो दुईलाई
आई थिङ्क धेरै शब्द म यहीँ टुङ्ग्याउँछु थ्याङ्क यू भेरी मच एकदम ब्युटिफुल्ली प्रेजेन्ट गर्नुभयो थ्याङ्क यू फर कमिङ सर हामी फेरि पनि पोडकास्ट गर्छौँ त्यति भन्दै आजको एपिसोड हामी यहीँ सकाउँछौँ यहाँसम्म सुनिदिने हुने र हेरिदिनु हुने सबैलाई धेरै धेरै धन्यवाद